सम्मानीय सभामुख महोदय, आज यो संसदको कार्यकालको 6औं अधिवेशनमा शुभकामना दिन्छु। तर शुभकामनाको साथसाथ अनकन्डिसनल शुभकामना दिने अवस्थामा यहाँ उभिया छैन। कन्डिसनल शुभकामना किनकि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ, तर लोकतन्त्रमा जे गर्दा पनि हुन्छ त्यो क्षम्य हुँदैन। आज नेपालमा पहिला किनकि म राजनीतिशास्त्रको विद्यार्थीको नाताले भन्छु, पहिला अपराधी, तस्कर, दलाल, माफिया नेतासँग सहयोग माग्न आउँथ्यो कि मलाई अलिकति सहयोग गरिदिनुहोस्। त्यसपछि सेकेन्ड फेज गयो कि नेता, दलाल, माफिया के यहाँ नेताले सहयोग उससँग माग्न थाल्यो। पहिला अपराधीले सहयोग माग्थ्यो नेताहरूसँग कि मलाई छुटाइदिउ, मलाई दलाली गर्नु छ, तस्करी गर्नु छ, सबै। जब ये बुझेपछि नेताले बुझ्यो कि यिनीहरूमा त शक्ति छ, पैसा छ, नेताले निर्वाचन जित्नको लागि तस्कर, दलाल, माफियाको सहारा लियो। अब नेता तस्कर, दलाल, माफिया के बुझ्यो भने कि जब हाम्रै सहयोगबाट नेता बन्छ भने, चुनाव जित्छ भने हामी नै किन नेता नहुने? समस्या यहाँ छ। आज तस्कर, दलाल, माफिया राजनीतिमा हावी छ। म एउटा दुई चार इक्जाम्पल दिन चाहन्छु। सरकार सानो कुरा जुन जसलाई कार्यकारी निर्णय भन्छ, यही संयोगले उप प्रधानमन्त्री, अर्थमन्त्रीजी हुनुहुन्छ, गृहमन्त्रीजी पनि हुनुहुन्छ, कार्यकारी निर्णय पनि गर्ने अवस्थामा छन् कि दलीय भागभण्डाको कारणले। बजाप्ते कानुनमा छ, गभर्नर की नियुक्ति रिटायर हुनुभन्दा पहिला अवकाश प्राप्त गर्नुभन्दा 1 महिना पहिला हुने। अवकाश पनि भइसक्यो, महिनौ बित्छ, त्यो पनि भागभण्डाको प्रेसरले, दलीय तस्कर दलालको प्रभावले नियुक्ति भए छैन। आइजी को नियुक्ति त्यहाँ जहिले पनि परम्परा थियो कि 15 दिन 1 महिना बिदामा बस्ने, किनकि त्यसलाई एक अर्को ओभरल्यापिङ पिरियड पनि भन्छ। तर आइजी रिटायर हुन्छ त्यो दिन आइजी नियुक्ति हुन्छ। सानो चाहे बीमा समितिको होस् या अन्य जहाँ नियुक्ति हुन्छ, हुँदा त के भने युनिभर्सिटी छ तर भिसी खाली छ। सरकारलाई शिक्षा चाहिँदैन। सरकारको प्रहारै शिक्षा समाप्त गर्नेमा छ, सरकारको प्रहारै अर्थतन्त्र समाप्त गर्नेमा छ। हामी आज गरिब देशको एउटा जनप्रतिनिधि बोल्दैछौँ, 27 खरब ऋण बोकेको देशको जनप्रतिनिधि बोल्दैछु। त्यो जनताको विकासको लागि भएको होइन, ठाउँमा टावर ठहराउनको लागि र नेताजीहरूको सुविधाको लागि ऋण आएको हो।